चिठी बनाइदिए सानो सानो बाटो छ टक यता राम्रोसँग जानु होला तल पानी धेरै नै गहिरो छ त्यहाँ बाख्रा त अब गइहाल्छन् तर गहिरो त धेरै छ है बजै राम्रोसँग गाइस होइन यो चाहिँ यहाँ कट्टु बदल लाग्छ खोला किन्ने भनेर मान्छे खान्छ नि तर झुक्केर पनि खस्यो भने लास ल्याङ हुन्छ नि त होइन त्यसैले भनिदिरहेको मैले पनि मिठो तरिकाले ल भाइले पनि डाइभ हान्यो म पनि खबरा छोराउँछु ल को धेरै बेरसम्म गर्छ है गाइस 1 2 3 ढुङ्गा भेटासम्म यो भन्दा बबाल सानो ढुङ्गा तर बबाल थियो कि म सिल्के थियो यस्तो खबर ठुलो थिएन होइन यस्तो टेढो मेढो थिएन के पुरै यसको मैले मेकअप गरिदिएर म त रोनाल्डो छु यो काटेपछि त घाम हुन्न र मम्मी हे गाइस वेलकम ब्याक टु माई च्यानल इट्स मी चल्ली आज चाहिँ बिहानको सुरुवात भइसकेको छ अहिले चाहिँ 9 बजिसक्यो होइन अहिले चाहिँ म भर्खर उठेँ खाना पनि खाएको छ होइन अब बाहिर चाहिँ पुरै घाम टलक्क टल्किसकेको छ अब हेर्न सक्नुहुन्छ बाहिर चाहिँ पुरै टलक्क भइरहेको छ घाम चाहिँ अनि म चाहिँ यता आफ्नै कोठा चिरमा बसिरहेको छु आज सन्डे होइन सन्डे बिदा छ आज दिउँसभरि अब घरमा के कस्तो हुन्छ त अब खाना खाएपछि भेटौँ म त गाइस पिस आउट यो काटेपछि त घाम हुन्न र मम्मी हाम्रो चाहिँ यहाँ रुख पनि काटकुट भयो होइन अब बजेहरूले अब सबै गरिदिन्छ अब मैले चाहिँ हल्का हेल्प गरिदिएँ हो अब पछि भेटौँला गाइस पिस आउट अलराइट गाइस म चाहिँ घरमा बस्दा बस्दै बोर लागिरहेको थियो त्यसैले अहिले 4 बजिसकेको छ होइन हामी यस्तो खोलातिर यस्तो नचाड हाल्नु जान्छौँ खोलातिर के कस्तो छ भनेर है पानी परेको थियो भने हिजो भला पानी फोर्बा होला बे खेल्नु पानी फोर्मा खेल्दैन के हो चप्पल मा कसो त्यहाँ झन् गु छ पानी त उता त्यहाँ मैले छिन्छु बेला त मलाई यस्तो फोहोर हुन्छ भनेपछि त्यहाँ कस्तो होला फोहोर रहेछ भने म खेल्दैन है पहिले भन्ने छु नै उता फोहोर छ उयो यो जस्तै यो जस्तै छ फोहोर के भन्छ नजाउनु यस्तो छ फोहोर छ भने पानी खाने घाँटीहरू पानी खाने घाट झन् कस्तो होला यार त त्यो मुनि ठग्न खोजिरह जाने भए जाम उता नत्र नजाउँ छाड्दै के भने घुम्दैतिर जाउँ मुझे डाँडातिर बल खेलेर रहेछ बल खेल्छु म त मुझे के गर्छस् मान्छे जाउँ मुझे के जाम गाइज होइन यहाँबाट त टाढै छ होइन धेरै टाढा छ लगभग 10-20 मिनट जति लाग्छ होला टक्क हामी मुनि छिटो गएर
हेर्छौँ होइन के कस्तो रहेछ भनेर डाइरेक्ट उता खोलातिर भेटौँ है त गाइस पिस आउट गाइस होइन यो चाहिँ यहाँ कट्टु बदल लाग्छ खोला खेल्ने भनेर फाइनली खोला पनि आयौँ अलराइट गाइस म खोला पनि आइसकेको छु होइन भाइ र म भाइ चाहिँ ऊ यता पारितिर छ ऊ यता गाखा पछाडितिर अनि बाख्रा ऊ यता बाटो छ बजे कमार जाने त यहाँ अब यताबाट बाटो छ टक्क यता छेउछेउबाट जानुपर्छ त्यहाँ राम्रोसँग जानु होला त्यहाँ यताबाट यो छ नि यो सानो सानो बाटो छ टक्क यता राम्रोसँग जानु होला तल पानी धेरै नै गहिरो छ त्यहाँ बाख्रा त अब गइहाल्छ नि तर गहिरो त धेरै छ है बजै राम्रोसँग यता चाहिँ होइन बाख्रा चराउन आउनु भएको रहेछ आन्टी बजै टक्क यता चाहिँ पानी धेरै नै गहिरो छ कि गाइस होइन झुक्केर पनि तल मान्छे खान्छ नि तर झुक्केर पनि खस्यो भने लास्ट ल्याङ हुन्छ नि त होइन त्यसैले भनिदिरहेको मैले पनि बाख्रा 2टा 3टा जति थिए सबै गयो उता अनि हामी चाहिँ खेल्ने भनेको चाहिँ यहाँनिर हो होइन त्यहाँ माथि चाहिँ धेरै नै गहिरो छ यो चाहिँ यहाँ भाइ छ होइन मान्छे तान्छ नि त्यहाँ माथि नजाने भाइ अब यता पनि यहाँ 6:30 भएको छ तर सनसेट हुन अब आधी घन्टा जति होला उता हाम्रो घरतिर त पुरै राम्रो मुजी अँध्यारो हुन लाग्थ्यो अब यता चाहिँ पुरै घाम टलक्क टल्किरहेको यार ल हान्न ल डाइभ हान्न भिडियो बनिरहेको छ ल मिठो तरिकाले ल भाइले पनि डाइभ हान्यो म पनि मुजी कब्रा छराउँछु माया के भयो टाउको ठक्क्यो टाउको ठक्के गरेर गाइज यसको गहिरो छैन गाइज त टाउको ठक्क्यो भन्छ गहिरो रहन्छ गाइज होइन खुट्टानेर आउने रहेछ यसको मुजीको टाउको ठक्क्यो कठै टाउको भयङ्कर ठक्यो जस्तो छ म अब नो रिक्समा त म त अलि बिस्तारै आउँछु अब बिस्तारै गर्ने टक्क लगाएर ल मुजी म पनि जान्छु मुजी यस्तै हो होइन हाम्रो त यहाँ ऊ तल खेल लागेको छ कट्टु मुजी यहीँ छ त्यहाँ पनि यहीँ छ हाम्रो त गाउँले पाला होइन मुजी गहिरो छ किन ल यति हो गाइस हाम्रो आउनु भने ओइ यति त रहेछ यार गाइस होइन के मस्त रहेछ ठिकै छ होइन हामीलाई त डुबम को धेरै जस्तोसम्म गर्छ है गाइस 1 2 3 मा कसम के हो सकिँदैन त एक कलस अगाडि ए गाइस अहिले चाहिँ हामी नुहाएर पनि रेडी भइसकेको छौँ अब घरतिर जान्छौँ भाइको चाहिँ मुजीले पनि पुरै नुहाइदिइ हान्यो हामी नुहाएर चाहिँ मुजी रुमासम्म हामी चाहिँ यो ढुङ्गा भेटाछौँ क्या म्या योभन्दा बबाल सानो ढुङ्गा तर बबाल थियो कि म सिल्की थियो यस्तो खबर पुरो थिएन होइन यस्तो टेढो मेढो थिएन कि पुरै सिल्की थियो त्यो मुजी कता हराएर यस्तै थियो यता मुखी खतरा थियो कि गाइस त्यो ढुङ्गा के है यो ढुङ्गा चाहिँ मैले हामीले पछि भेटायौँ होइन तर केही छैन त्यो ढुङ्गा चाहिँ बबाल उही माचिक्ने त्यो के हो यो छिप्पले जस्तो गोरो हो यो बोबो मुजी गइगयो हो ल गाइस हामी म बक्सासँग छु डाइरेक्ट मलाई तपाईँले कब्रा सब्रा लगाएर बाटोमै भेट्छ है त हे गाइस अहिले चाहिँ हामी बाटोमा पनि पुगिसकेको छौँ होइन मैले देखाएको ढुङ्गा थियो नि गाइस त्यो मैले चाहिँ ऊ यहाँ राखेको छु है यो यता न भाइ
यहाँ राखेको छु टक्क यो ढुङ्गा अब हामी पछि आउने बेला होला कि नै यहाँ हुन्छ होला कि नै 2-3 महिनापछि आउँछौँ हामी महिनापछि कि हप्तैपछि आउन पनि सक्छौँ त्यति बेलासम्म भयो भने के गर्ने भयो भने म चाहिँ धेरै खुसी हुन्छौँ होइन नभए पनि म चाहिँ ठिकै छ त गाइस 100K लाइक 100K लाइक हाम्रो कमेन्ट गर्नु है गाइस हुन्छ कि नै न त मैले 100K 200K 500K नि लाइक अनि 500K अनि त्यसपछि 100K कमेन्ट हाम्रो जाम छिटो घर जाम पानी त्यसलाई राख गाइस लास्टै होइन अब घर जाम घर गएर खानुपर्छ फ्रिजको चिसो चिसो पानी फ्रुटी पैसा छ गाइस होइन फ्रुटी खाँदै जान्छौँ हामी चाहिँ उता अगाडि दोकान छ होइन यता चाहिँ पुरै जङ्गल छ अब डाइरेक्ट उता बहुत मजा रोक्न भाइ अब डाइरेक्ट उता गएर भेट्छु है त गाइस अलराइट गाइस म घर पनि आइसकेको छु होइन म गाउँतिर आएको छु यतै हो यो देख्नु भएको नि तपाईँले यो चाहिँ रहस्यमय हो है यहाँ बाजे गाडेछन् गरे पहिला हो के होला जस्तो त्यहाँ देखेछ कि नै तँलाई पुरै देखेछ र त्यही हो गाइस होइन अहिले चाहिँ म घर आइसकेको छु अब घर यहाँनिर हो कति आधी 30 सेकेन्ड धेरैमा धेरै 30 सेकेन्ड होइन त्यही हो ल गाइस घरमा गएर हल्का पछितिर भेट्छु है त त्यो कागती तपाईँलाई म भोलि पर्सितिर एउटा खतरा मेरो घरको साइडतिर प्रिन्सिपलको घर छ सर प्रिन्सिपलको घर भाइस प्रिन्सिपलको घर छ त्यो चाहिँ म पछि देखाउँछु गाइस हजुरहरूलाई गाइस हेर्नुहोस् है यसको मैले मेकअप गरिदिएर यता फर्के हल्का म त रोनाल्डो छु मुखमा कचाडिदिन्छ रुमाल खाली मैले रोके म गाइस एकछिन म थोरै मिलाउँछु नहीं मैं थोड़ा भी आई से मेरो मोबाइल पानी ले यो मोबाइल ले और पनि लिया के ले भाइ अलराइट गाइस आजको भ्लग चाहिँ यति नै मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला होइन थ्याङ्क्स फर वाचिङ बाई बाई गाइस मामाको मोबाइल हो ल गाइस मोबाइल हो खै कपाल मिलाइदिन्छु ए रेडमी नोट 15 राम्रो हुन्छ रेडमी फेरि लक आफै लगाइजान्छ म किस्तानमा तिरेपछि लक हालेर लगाइजान्छ नि त यसको हेर्नु गाइस हो नि है ए बस्नु एकछिन दादा ए मिठाई छैन आयो दाइको पनि ए अब मिल्छ बत्ता टिटी बनाइदिए त त्यस्तो ए अलराइट गाइस म चाहिँ उता गएर आइसक्यौँ होइन यहाँ चाहिँ यो भाइको घर ल हेर्नु यसको पनि मेकअप गरिदिएको छु कति प्यारी देखाइदिएर कपाल देखाइदिए हेर्नुहोस् यस्तो ब्युटिफुल हेर्नु चाहिँ यसलाई कपाल यस्तो लगाइदिनु सुहाउँछ यता हेरेर अब देखाइदिन्छ घरबाट तेल लाउँछु किनकि फुर्से भएको छ अब चाहिँ